स्वागत छ सबैजनालाई कन्सेप्ट गेट नेपालको आजको एउटा नयाँ भिडियोमा। आज चाहिँ हामी एनबी क्लास 12 इकोनोमिक्समा रहेको एलोकेसन अफ रिसोर्सेस अर्थात् बेसिक प्रब्लम्स अफ इकोनोमीको बारेमा चाहिँ कुरा गर्छौँ। यसलाई चाहिँ हाम्रो इक्जाममा 5 मार्क्समा सोधिने गर्छ। हामीले एउटा कुरा के बुझ्नु पर्यो भन्दा यसलाई चाहिँ हाम्रो इक्जाममा 5 मार्क्समा सोधिन्छ, तर यसलाई चाहिँ हामीले बोर्डले चाहिँ धेरै कम सोधेको पनि पाइन्छ है। तर यो चाहिँ कन्सेप्चुअल्ली हेर्ने हो भने यो चाहिँ हाम्रो जिन्दगीमा पनि धेरै युजफुल हुने कुरा छ। किन भन्दा यसले चाहिँ एउटा बिजनेसम्यानलाई कसरी प्रोडक्सन एक्टिभिटिजहरू हुन्छ भनेर पनि सिकाउँछ, र एउटा प्रोड्युसरलाई के कुरा प्रोड्युस गर्दा फाइदा हुन्छ, के सोचेर हामीले प्रोड्युस गर्नुपर्छ भन्नेमा पनि बढावा गर्छ। त्यसैले यो कन्सेप्टलाई नै तपाईँहरूले प्र्याक्टिकल्ली नै बुझ्दा तपाईँले फाइदा पाउनुहुन्छ। म प्र्याक्टिकल्ली पनि र हामीले इक्जाममा कसरी लेख्ने भनेर पनि म डिस्कस गर्नेवाला छु है त। अब फर्स्ट अफ अल एलोकेसन अफ रिसोर्सेस भनेको के हो त है। एलोकेसन अफ रिसोर्सेस भनेको चाहिँ फुलफिलमेन्ट गर्ने हो कि अनलिमिटेड एन्ड्स र वान्ट्सको है। कसरी गर्ने हो त भन्दाखेरि लिमिटेड रिसोर्सेसको युज गरेर गुड्सहरू प्रोड्युस गर्ने हो कुनै पनि कन्ट्रीभित्र, यसरी बुझ्नु पर्यो। अब यही कुरा म फेरि पनि रिपिट गर्दैछु है त। द कन्सेप्ट अफ एलोकेसन अफ रिसोर्सेस इज रिलेटेड टु अर विथ द डिस्कस एबाउट युज अफ एक्जिस्टिङ स्कार मिन्स भनेको मतलब लिमिटेड रिसोर्सेस है त। एक्जिस्टिङ लिमिटेड रिसोर्सेसको युज गरेर हामीले गुड्स र सर्भिस प्रोड्युस गर्ने, किन त मान्छेको सेटिस्फिकेसन बनाउनको लागि, मान्छेको वान्ट्सहरू सेटिस्फाई होस्, फुलफिल होस् भनेर है त। टु म्याक्सिमाइज सेटिस्फिकेसन अफ ह्युमन वान्ट्स। इन अदर वर्ड्स एलोकेसन अफ रिसोर्सेस कन्सल्ट विथ fulfillment of unlimited ends or wants through the scarce means in order to produce goods and service of an economy. Those are known as basic economic problems है। यसरी बुझ्नु पर्यो। के रहेछ त भन्दा एलोकेसन अफ रिसोर्सेसले चाहिँ केसँग डिस्कस गर्छ, युज अफ एक्जिस्टिङ लिमिटेड रिसोर्सेस है टु प्रोड्युस कमोडिटिज है टु म्याक्सिमाइज सेटिस्फेक्सन अफ ह्युमन वान्ट्स भनेर हामीले यसलाई मजाले बुझ्नु पर्यो। तपाईँहरूले कपीमा पनि नोट गर्न सक्नुहुन्छ है त। अब योमा चाहिँ हाम्रो बेसिक प्रब्लम्सहरू के छ त, क्वेसनहरू के छ त भन्दाखेरि वाट टु प्रोड्युस, हाउ टु प्रोड्युस, फर हुम टु प्रोड्युस। यो तिनवटा कुरा चाहिँ धेरै इम्पोर्टेन्ट हो र यो नयाँ कुराहरू चाहिँ यिनीहरू छन् है। म यो सबै डिस्कस गराउँछु। अब फर्स्ट अफ अल जाने हो भने वाट टु प्रोड्युस। फर्स्ट क्वेसन अफ एलोकेसन अफ रिसोर्सेस इज वाट टु प्रोड्युस। यो त धेरै नर्मल छ के। ल म एउटा प्रोड्युसर हो है, म एउटा प्रोड्युसर हो, म केही कुरा प्रोड्युस गर्छु भनेर सोचिरहेको छु हो। त्यो के कुरा मैले भने नि वाट टु प्रोड्युस हो के। मैले के कुरा प्रोड्युस गर्ने हो त भनेर सोच्नु नै के भयो, वाट टु प्रोड्युस हो के। इट इज रिलेटेड टु डिस्कस अबाउट वाट गुड्स टु प्रोड्युस एन्ड हाउ मच टु प्रोड्युस अर हाउ मच क्वान्टिटी टु प्रोड्युस इन वाट क्वान्टिटी है त। यो चाहिँ बुझ्नु पर्यो। हामीले सिलेक्ट गर्ने हो कुन चाहिँ गुडमा बनाउने। म केक पसल खोल्छु, केक बनाउने केक भन्न पायो, म मेकानिक बन्छु भन्न पायो, त्यो सबै कुराहरू के हो, वाट टु प्रोड्युस। आफूले सिलेक्सन गर्ने हो, प्रोसेस हो सिलेक्सन गर्ने है त। अब हाम्रो सेकेन्डमा छ हाउ टु प्रोड्युस है। अब प्रोड्युस त म गर्छु भने म चाहिँ केक प्रोड्युस गर्ने सोचेँ। अब तर केक प्रोड्युस गर्नको लागि मैले के सामान चाहियो भन्दाखेरि चाहिँ मेनमा हामीले के बुझ्नु पर्यो भन्दा त्यो गर्नको लागि प्रोडक्सन टेक्नोलोजी युज गर्नु पर्यो कि हामीले मान्छेको हातबाट बनाउने हो कि मसिनलाई बनाउन दिने हो होइन, कुन सुइटेबल छ हाम्रो लागि, त्यो नै के हो हाउ टु प्रोड्युस। अब यहाँ के लेख्छ यो पनि पढिहालौँ। सेकेन्ड क्वेसन अफ एलोकेसन अफ रिसोर्सेस इट्स रिलेटेड टु डिस्कस अबाउट वाट or which production technology is suitable for us or economy. The process of selection of production technique, method or system है त। It discuss about what types of technique is suitable for interpreter for selection of goods। यसरी बुझ्नु पर्यो है त। हामीले कुन टाइप्सको गुड्स प्रोड्युस गर्ने हो भनेर हामीलाई चाहिँ मजाले एनालाइज बुझ्नको लागि चाहिँ हामीले हाउ टु प्रोड्युसमा चाहिँ आँखा लगाउनु सक्नु पर्यो है त। सेकेन्ड क्वेसन के रहेछ त भन्दा हाउ टु प्रोड्युस है, प्रोसेस अफ सिलेक्सन अफ प्रोडक्सन टेक्निक है, मेथड अर सिस्टम है, यसरी बुझ्नु पर्यो। अब हाम्रो थर्डमा छ फर हुम टु प्रोड्युस। कसको लागि प्रोड्युस गर्ने त, केक बनाउँछु त मैले भने, मेरो कन्ज्युमर कस्तो हुन्छ त है। मैले महँगो केक बेच्ने कि सस्तो केक बेच्ने, सस्तो बेच्यो भने गरिबहरूले पनि किन्छन्, एभरेजहरूले पनि किन्छन् है। तर महँगो केक बेच्न थाल्यो भने त मैले धनी मान्छेहरूले मात्रै किन्छन्
है त्यही कुरा अब यसलाई पनि इङ्ग्लिसमा एक्चुअली बुझ थर्ड क्वेसन इज रिलेटेड टु प्रोसेस अफ सिलेक्सन अफ कन्ज्युमर फर हुम टु प्रोड्युस गुड्स एन्ड प्रोडक्ट आइटम्स है consumer choose good according to requirement and its different features. Also with the types of income group, low, middle and high. They select good based on purchasing power of consumer. Consumer को क्षमता अनुसार नै के गर्छन् कन्ज्युमरहरूको लागि प्रोडक्सन चाहिँ गर्ने गर्छन् है त अब हाम्रो फोर्थ क्वेसन के छ त भन्दा हाउ टु एचिभ इफिसियन्ट युज अफ रिसोर्सेस अब यो पोइन्टले के भन्छ भन्दाखेरि चाहिँ रिसोर्सेसको फुल्ली युटिलाइज कसरी गर्न सकिन्छ भनेर मात्रै कुरा गर्दैन यसले चाहिँ हामीले कसरी लिमिटेड रिसोर्सेसलाई प्रोपरली वेस्ट नगरिकन युज गर्न पर्छ भनेर कुरा गर्छ के भनेको मतलब जस्तै एउटा हाम्रो काम गर्ने फ्याक्ट्री छ भने है सबै लेबरले काम गरिरहेको छैन भने उनीहरू सबलाई काम गरायो भने हामीले प्रोडक्सन चाहिँ के हुन्छ बढ्छ तर एउटा दुइटाले झ्याउ मानेर गर्यो भने चाहिँ के हुन्छ घट्छ हो त्यही कुरा नै के भन्छ इफिसियन्ट युज अफ रिसोर्सेसले भन्छ फोर्थ क्वेसन इज रिलेटेड टु हाउ वी क्यान युज आवर स्कार अर लिमिटेड रिसोर्स प्रोपरली विदाउट वेस्टिङ देम इट मिन्स युजिङ फ्याक्टर अफ प्रोडक्सन फ्याक्टर अफ प्रोडक्सन के त ल्यान्ड लेबर क्यापिटल अर्गनाइजेसन है यिनीहरू नै एन्ड मसिन इन अ युजफुल वे full employment means giving work to all people or labor who are willing to work है यसले फुल इम्प्लोयमेन्ट भने के हो भनेर पनि हामीले यहाँ बुझाएको छौँ इफ सम रिसोर्स आर नट युज इट लिड टु लेस प्रोडक्सन अघि मैले भने लेबर सबैले काम गरेन भने लेस प्रोडक्सन हुन्छ सो द एम इज टु युज अल द रिसोर्स इफिसियन्टली टु इन्क्रिज प्रोडक्सन इन एन इकोनोमी है त यसरी हामीले बुझ्नु पर्यो अब हाम्रो फिफ्थ क्वेसन या लास्ट क्वेसन चाहिँ एचिभ कसरी गर्ने त हाई इकोनोमिक ग्रोथ हायर इकोनोमिक ग्रोथलाई है अब यसले के भन्छ भन्दाखेरि एउटा कन्ट्रीभित्र है कन्ट्रीभित्र इन्क्रिज कसरी गर्ने त प्रोडक्सनलाई इन्क्रिज कसरी गर्ने किन प्रोडक्सनलाई इन्क्रिज गर्ने त भन्दा एचिभ हायर इकोनोमिक ग्रोथ गर्नको लागि चाहिँ हामीले प्रोडक्सनलाई कसरी इन्क्रिज गर्न सकिन्छ भन्ने कुरा गर्छ यसको लागि हामीले एडभान्स टेक्नोलोजी है इन्भेस्टमेन्टहरू बढाउने है इम्प्रुभमेन्ट स्किल अफ वर्करहरूलाई स्पेसलाइज गराउने डिभिजन अफ लेभलतिर धकाल्ने होइन त्यसले पनि फाइदा गर्छ हामीले इफिसियन्ट युज अफ रिसोर्सेस गर्ने त्यही कुरा नै यहाँ लेखेको छ है त यसरी आज हामीले एलोकेसन अफ रिसोर्सको बारेमा 8 या 9 मिनटको भिडियोमा सिद्धाएको छौँ है यसलाई चाहिँ हाम्रो इक्जाममा 5 मार्क्समा सोद्धाखेरि चाहिँ हामीले चाहिँ यो कुराहरूलाई लेखेर मजाले 5 मा 4.5 देखि लिएर पास समेत हामीले लिएर आउन सकिन्छ यस भिडियो हेरिसकेपछि तपाईँहरूले चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनु होला है त्यही भनेर आजको भिडियो कन्सेप्ट गेट नेपालको यही समाप्त